इंग्लिशमा किस भनिन्छ भने नेपालीमा चुम्बन भनिन्छ। त्यस्तै नेपाल भाषामा चुप्पा भनिन्छ। चुम्बन गरिदेऊ, किस गरिदेऊ भन्नु पर्यो भने चुप्पा याना बिउ। हामी बच्चाहरूलाई पनि भन्छौँ, मायाले भन्छौँ बच्चाहरूलाई पनि चुप्पा याना बिउ। याना बिउ भन्नाले गरी देऊ भन्न खोजेको, बिउ भन्नाले देऊ भन्न खोजेको हो। त्यस्तै अर्को छ मलाई गालामा चुम्बन गर अथवा गरिदेऊ। जित न्यताले चुप्पा या जित न्यताले चुप्पा या। जी अर्थात म, जित अर्थात मलाई, गालामा भन्नाले न्यताले। गाला मात्र भन्नु पर्यो भने नेता, गालामा भन्नु पर्यो भने नेताले। गर अर्थात या। तिमीलाई म गालामा चुम्बन गरिदिन्छु। छन् त जी न्यताले चुप्पा याना बी। छन् त जी न्यताले चुप्पा याना बी। अथवा छन् त जी न्यताले चुप्पा याना बी। छ अर्थात तिमी, छन् त अर्थात तिमीलाई, जी अर्थात म, जी अर्थात मैले, गालामा अर्थात नेताले, याना बी अर्थात गरी दिन्छु। मलाई हातमा चुम्बन गर। जित लाते चुप्पा या। जित लाते चुप्पा या। जित मलाई भइहाल्यो। ला अर्थात यो ला मात्र भयो भने हात भयो। लाते भन्नाले हातमा, या अर्थात गर। मलाई एकचोटि चुम्बन गरिदेऊ। जित छक चुप्पा याना बिउ। जित छक चुप्पा याना बिउ। एकचोटि भन्नु पर्यो भने छक, दुईचोटि भन्नु पर्यो भने निक, तीनचोटि स्वक, प्यक न्याक खुक नेक च्याक गुक झिक, 10 चोटिलाई चिक भन्छ। यो चुम्मा चुम्मा दे भन्ने चाहिँ नेपाली भाषा होइन, यो चाहिँ नि हिन्दी हो। हिन्दीमा तपाईहरुले सुन्नु भएको होला। यो गीत पुरानो गीत थियो, सायद सुन्नु भएको होला। सुन्नु भएको छैन भने एकचोटि युट्युबमा चेक गर्नु होला, रमाइलो छ गीत। त्यो गीतको अर्थ चाहिँ नि यो यस्तो हो। यो हिन्दीको मिनिङ चाहिँ नि नेपाल भाषामा यसरी भन्न सकिन्छ, चुप्पा चुप्पा बिउ बिउ। आजको च्याप्टर कस्तो लाग्यो भन्नु होला। र यो च्याप्टरको सबै यो टेक्स्ट वर्ड मिनिङ म एउटा वेबसाइटमा दिन्छु। त्यसको लागि गुगलमा लर्न नेवारी विथ आकाश गर्नु होला। गुगलमा गएर लर्न नेवारी विथ आकाश भनेर इन्टर गर्नु होला। त्यसपछि एउटा वेबसाइट खुल्छ लर्न नेवारी भन्ने, यहाँ पनि देख्न सक्नुहुन्छ। लर्न नेवारी विथ आकाश agentakash.com/लर्न नेवारी भन्ने वेबसाइट खुल्छ। यो पेज खुल्छ। यो पेजमा तपाईहरुले यो कन्टेन्ट चाहिँ अहिले तलपट्टि म एड गरिदिन्छु। यदि तपाईहरुलाई कुनै वर्ड मिनिङ अथवा सेन्टेन्सहरु नेपाल भाषामा के भन्छ भनेर बुझ्न मन लागेको छ भनेदेखि चाहिँ यता कमेन्ट गर्न सक्नुहुन्छ यही पेजमा। म तपाईहरुको क्वेशनको एन्सर दिनेछु र मन परेदेखि शेयर गरिदिनु होला। थ्यांक यू। शुभ